छोरी बिना घर अँधेरो अनि आलु बिना भान्सा कोठा अँधेरो भन्ने भनाइ चाहिँ मलाई एकदमै सही लाग्छ है साथीहरू। आलु मन नपर्ने त को होला र यो संसारमा होइन? जेमा पनि फिट हुने आलु। अनि छोरी भएपछि घर त यसै उज्यालो हुने भइहाल्यो होइन? अनि आज चाहिँ हामी आमा छोरीले आलु खन्यौँ। माघ महिनामा रोपेको आलु चाहिँ यसपालि चाहिँ धेरै पानी आयो नि त अस्तितिर, अनि त्यही भएर बोट चाहिँ छिट्टै मरिहालेछ कि। खन्ने बेला चाहिँ भर्खर हुँदैछ, तर बोट चाहिँ एउटा पनि थिएन, अनि खन्न पनि सजिलै भयो, बोट काट्न पनि परेन होइन? आलु पनि सोचे भन्दा एकदमै धेरै फलेको थियो के, ठुलो ठुलो दाना, अलि पातलो पातलो रोपेको भएर त्यस्तो बाक्लो चाहिँ थिएन, तर ठुल्ठुलो दाना थियो के। हेर्नु त समयमा नै पानी आएर आलु चाहिँ राम्रो भएको थियो। आजभोलि चाहिँ मौसम पनि के भएको हो साथीहरू, घाम लागे जस्तो हुन्छ, एकछिन एकछिन फेरि पानी आइहाल्छ। आज पनि त्यस्तै भइरहेको थियो, तर ठुलो पानी चाहिँ आएन, अनि खन्न चाहिँ खनिमा आलु। मम्मीले चाहिँ खुरुखुरु खन्नु भयो, अनि मैले चाहिँ डोको भरेपछि घर पुर्याउँदै अनि एकछिन एकछिन मात्रै खने। यो सबै आलु चाहिँ फेरि मैले नै घर पुर्याउनु पर्छ नि त, मम्मीले चाहिँ बोक्न सक्नुहुन्न भारी। हामी चाहिँ सधैँ यहीँ रोप्छौँ, पोहोर पनि एकदमै धेरै नै फलेको थियो, अनि हामी चाहिँ गफगाफ गर्दै आलु खन्यौँ, अनि आलु खनिसकेर घरतिर लाग्यौँ। थ्याङ्क यू फर वाचिङ, बाई बाई।